सेवारो अनि नमस्कार वेलकम टु माई युट्युब च्यानल एक्सप्लोर विथ चन्द्र। हामी 16जना योक्समदेखि गोचेला ट्रेक जाँदैछौँ विथ हिमालयन अल्पाइन टुर्स एन्ड ट्राभल्स। 1 अप्रिल हामी योक्समबाट छोकासम्म जाँदैछौँ र हाम्रो ट्रेल रहेको छ कोचेलासम्म। हिजो हामी 31 मार्चमा गिन्टोकबाट योक्समसम्म आएर हल्ट गरेको थियौँ र आज चाहिँ हामी 1 अप्रिल 2026 हामी छोकासम्म यात्रा सुरु गरिसकेको छौँ। यहाँ तल छ खोला र ट्रेल यस्तो छ, गाडी खच्चरहरू हिँड्दैछ। आज निकै ग्रुपहरू रहेछ, 3-4 ग्रुपहरू रहेछ र भारी बोक्नु मजा आइरहेको छ। कति मजा आइरहेछ तपाईँलाई? एकदम मजा आइरहेको छ। भारी बोक्नु चाहिँ मजा आउँदो रहेछ हौ। भारी बोक्नु है, यहाँ आउनुपर्ने छ है। बाटो चाहिँ एकदम दामी नै छ है अहिलेसम्म। हजुर, यो दुईजना खाजा है। यो अन्डा बनाउनकै लागि अनि त्यस्तै छ। हेर्नुहोस् है ट्रेलहरू, हेर्दै गर्नुहोस् है तपाईँहरूले। बाटो चाहिँ एकदमै दामी छ अहिले है। यो अब अप्रिलको सिजनमा तपाईँ अप्रिलदेखि मे लास्ट जुनसम्म है, जब रेनी सिजन आउँदैन है, तपाईँहरू चाहिँ यो बाटोमा चाहिँ एकदमै मजाले हिँड्नु सक्नुहुनेछ। यता हाम्रो सर पनि हुनुहुन्छ है। यो मेरो पनि फर्स्ट टाइम एक्सपिरियन्स हो। जाँदैछु हामी माथि। आज चाहिँ सोकासम्म जानुपर्ने अरे। भ्युज त अहिलेसम्म त ठिकै छ, वेदर पनि दामी है, दामी छ। किनकि एकदम भगवान्ले चाहिँ हामीलाई एकदम साथ दियो है, वेदरले पनि साथ दियो। दामी भयो। अस्ति चाहिँ पुरा पानी पर्दै कन्टिन्यू हो। हजुर आज त माथि घाम लाग्यो। एकदमै वेदर हेर्नुहोस् न तपाईँहरूले, आकाशै एकदम कस्तो भयो। क्लियर छ है, भ्युज एकदम दामी छ, शीतल भइरहेछ मजाको। है यस्तो पनि हुन्छ यहाँ है। यस्तो कोही बेला भारीहरू झर्छ है, यो सिचुएसनहरू आउँछ क्या। यो ट्र्याकको मजा नै के छ भने चाहिँ नि, कोही बेला यस्तो ओह्रालो आउँछ, कोही बेला उकालो आउँछ, कोही बेला तेर्सो आउँछ है, कोही बेला कठिन हुन्छ, कोही बेला आफूलाई एकदमै सजिलो भइराखेको हुन्छ है। उहाँहरूको बेला यस्तो प्रब्लम पनि आउँछ है, र उहाँहरूले मिलाउनु हुँदैछ। र यहाँ चाहिँ हाम्रो सवारीहरू भनौँ न, हाम्रो भारीहरू सबै है, हाम्रो खानाहरू पोकिदिनु हुने। हामी 3जना चाहिँ जोको पछाडि थियौँ र अहिले चाहिँ अब अलिकति काटेर आएर हामी कञ्चनजङ्घा नेसनल पार्कको छेउको ब्रिज है, त्यहाँदेखि उता चाहिँ कञ्चनजङ्घा नेसनल पार्क रहेछ। सो हामी चाहिँ फर्स्ट ब्रिज 3जना पुग्न आँट्यौँ र ब्रिज चाहिँ उपर देख्दै गरेको चाहिँ ब्रिज रहेछ। सो यहाँदेखि हामी देखाउँदै जानेछौँ है। तपाईँ हाम्रो भिडियोलाई लाइक, फलो अनि सब्सक्राइब पनि गर्नु पऱ्यो है। लास्टसम्म चाहिँ भिडियोलाई हेरिदिनुहोस् है। युनेस्को वर्ल्ड हेरिटेज साइट है कञ्चनजङ्घा नेसनल पार्कको। हामी अब यहाँ भित्र छिरिँदैछौँ है। यहाँदेखि उता चाहिँ अब कञ्चनजङ्घा नेसनल पार्कमा हामीहरू छिर्दैछौँ है। यहीँ उम्बो हो यो हाम्रो जाने बाटो चाहिँ। र अलिक हामी माथि निकै उता पुगेर है, निकै सेकेन्ड ब्रिज पुग्न आँट्दाखेरि यस्तो चौतारी जस्तो रहेछ है, त्यहाँ बस्ने निर्णय गऱ्यौँ। त्यति बेला है हामीलाई पछाडिको जोहरूले पनि त्यहाँ भेट्यो र एकदमै मजाको डाँडा हामीले त्यहाँ एकछिन बिसायौँ।
है हामी सबैजना र भाइहरू पनि त्यहाँ आइपुग्यो। पहिला त्यसको ढाडमा कुनि के हल्लिँदैछ त ए पुच्चा रहेछ नि त है। यहाँ दुईजना शीतल ताप्दैछ गरमै भयो। मजाले भारी अलिक वेट भएछ कि त्यही कारण त्यसपछि पछाडि भारी जानुपर्छ तर हिँड्नै मजा यो। आरएस जस्तो लाग्यो केटाले 3x होइन आरएस पिठाएको छ भनेर भन्दा पनि भएको छैन। यो हाम्रो ओरेन्जवाला ग्रुप हो र सिनियर त्यस्तो छ ट्रेल चाहिँ यस्तो छ मजै आउँदो रहेछ हामीले यो गोचिलाको ट्रेल चाहिँ यस्तो छ है। आमा हो यहाँ मुनि हेरे पनि खोला छ खोला बस्दैछ गर्दै र यहाँ चाहिँ ट्रेल यो चाहिँ ट्रेल बनाएकै रहेछ सायदै लोकलहरू आएर बनाएको होला। कोही जग्गा चाहिँ यसरी नेचुरली बसेको ढुङ्गा रहेछ कोही जग्गा चाहिँ हालेको रहेछ यसरी र जाँदैछौँ। हामी सेट छ बाँध्यो एकदम दामी छ बाटो चाहिँ तपाईँहरूले चाहिँ यहाँ आयो भने चाहिँ एडभेन्चर चाहिँ तपाईँहरूले यहाँको एडभेन्चरले चाहिँ जहिले मिस गर्छ त्यो चाहिँ गरिराख्नुहोस् तपाईँले लाइफमा लाइफमा यादगार हुन्छ। अघि हामी बात गर्दै आएको जस्तो सुखको कुरा चाहिँ छिटो बिर्सिन्छ अरे दुःख चाहिँ सधैँभरि याद बस्छ अरे र यो भारी बोकेर हिँड्नु साह्रै सुखको काम त होइन अलिक दुःखै हो र यो पनि तपाईँहरूलाई सधैँभरि जीवनमा याद बस्नेछ। आउनुहोस् गोचिला ट्र्याक जोइन गर्नुहोस्। अन्डा बोकाइ छ घरैमा सिनेर काम बसिएको छ एकदमै थाकेको अवस्थामा है। यहाँ हाम्रो अब लन्च आजको है बाटोमा हल्का खाँदैछौँ है। लन्च चाहिँ के छ देखाउनुहुन्छ हाम्रो लन्चमा के प्रोभाइड गरेको छ। लन्चसँग उयस पनि रहेछ पिरो भयो भने चाहिँ गुलियो खानु हेर्नुहोस् है। यहाँनिर फ्राइड राइस छ अन्डा छ है एकदम फ्राइड राइस हेल्दी प्रकारले बनाएको रहेछ र यता दुईजनाले चाहिँ स्टार्ट गरे बस हामी लन्च इन्जोय गर्नेछौँ है। हामी निकै नै हिँडेर साचेन पुग्न आँट्दाखेरि निकै भोक लाग्यो। त्यहाँदेखि हामीले बस्ने निर्णय गऱ्यौँ है। बसेर खाजासाजा खाने हामीलाई यक्सममा हिमालयन टुर्स एन्ड अर्फन टुर्स एन्ड ट्राभल्सले दिनुभएको थियो लन्च है। त्यो हामीले लन्च मजाले बसेर इन्जोय गऱ्यौँ र हाम्रो प्लास्टिकहरू खाएकोहरू प्याक गर्नुपर्ने प्लास्टिकहरू चाहिँ हामी सबै ब्यागमै हालेर हामीले खाएको जति सबै प्लास्टिकमा प्याक गऱ्यौँ। त्यहाँदेखि म चाहिँ खाना खाँदै बसेँ अनि त्यतिकै खाना खाँदै भिडियो बनाएको हेर्दै बसेँ। त्यति पनि बसिन्जेल है हाम्रो अघि छोडिएको त्यो बाटोमा त्यो चौरी जोहरू पनि आइपुग्नु भएछ। त्यहाँदेखि उहाँले भन्नुभयो कि है निकै छ बाटो अझै भन्नुभयो है। त्यहाँदेखि हामीले गइसकेर सँगसँगै हामी पनि लाग्यौँ। यहाँ दुईजना है यो चाहिँ साचेन काटेपछि यो चाहिँ लास्ट पुल हो। यहाँदेखि चाहिँ अब हामीहरू माथि बकिम जान्छ है। यो चाहिँ एकदम खोला चाहिँ एकदम दामी छ अब एकदम क्रिस्टल क्लियर र बाटो पनि अहिले नयाँ बनाउँदै रहेछ एकदम दामी मजाको छ। हेर्नुहोस् है तपाईँले यहाँको नेचरको फिल चाहिँ तपाईँ यहीँ आउनुभयो भने मात्रै चाल पाउनुहुनेछ है। र तपाईँहरू काइन्डली है भ्याउनु भयो भने इच्छा गर्नुभयो भने चाहिँ तपाईँहरू आउनु सक्नुहुनेछ है। यो बाटोहरू पनि राम्रो हुँदो रहेछ अहिले अब बनाउँदै रहेछ है।
जोहरू चाहिँ यसरी मजाले भारी बोकेर आउँदैछ यो पुलमा। यो पुल पनि एकदम डरै बनाएको रहेछ। अनि हेर्नुहोस् हो, एकदम मजाले टक्कै मजाले आउँदैछ जोहरू चाहिँ। कति बेसी पुल हल्लिनु होला, यिनीहरूलाई कति साह्रो पर्छ होला है त्यहाँ आउँदाखेरि। सपोज है यो पुल के भइहाल्यो भने त यहाँ जुन चाहिँ अब यहाँ हेर्नुहोस् हो बोराहरू त्यतिखेर अल्झिँदो रहेछ यस्तो हुँदैछ। भर्खर चौरी हिँडेको चाहिँ लास्ट पुल हो। त्यहाँदेखि उँभो चाहिँ उकालो हिँड्नुपर्ने रहेछ। बकिम आइपुग्यौँ। त्यहाँ आएर हामीले फोटोहरू खिच्यौँ, चिया खायौँ, खाजा खायौँ, त्यहाँदेखि भिडियोहरू बनायौँ। त्यहाँदेखि हामी सँगै त्यहाँबाट निस्क्यौँ। बकिम आइपुग्यो है, हामी बकिम आइपुगेछ यहाँनिर। एकदम यहाँनिर हामी बकिम चाहिँ कति रहेछ भने चाहिँ 8654 फिट रहेछ र मिटरमा चाहिँ 2638 मिटर। एकदम मजाले केटाहरू यहाँ छ है, सबैले खाजा साजा खाएर चाहिँ अब चाहिँ हामी कहाँ जान्छ। अब हामी मजा आइरहेछ। कति किलोमिटर जस्तो हिँड्नुभयो? 15। एक्सपिरियन्स सेयर गर्नुहोस् न आज अहिलेसम्मको। मजा आयो है, एकदम पिस, एकदम यस्तो जग्गा है, यस्तो दामी छ। जग्गा चाहिँ एटुको गोछेमा हो। आज हाम्रो फर्स्ट डे हो हजुर होइन, हजुर। हामी एक्सपिरियन्स भयो। अब पुग्नु आँटेछ हामी छोकाको लागि। यहाँ हाम्रो साथीहरू पनि आउनु हुँदैछ। उहाँ चाहिँ एकदमै एक्साइटेड हुनुहुँदो रहेछ टुवर्ड्स छोका पुग्नु लागि। म गिभ अप चाहिँ गर्दिनँ एकदमै उहाँलाई चाहिँ सच इक्जाम्पल, उहाँहरू चाहिँ एकदमै कडा हिँड्नु भएको। किनकि यो ट्र्याक भन्ने चाहिँ उस्तैले हाट्दैन क्या, एकदमै दामी ट्र्याक हो। मजा आइरहेछ तपाईँलाई स्पेसल्ली है, एकदम एक्साइटेड माथि पुग्नु लागि। एकदमै उहाँले चाहिँ एकदमै कस्तो कस्तो बाटोहरू तर्नु भयो। पुरै नगर्नु बाटो त, घरि उकालो घरि उरालो डरलाग्दो डरलाग्दो मजा आउँदैछ। एक्सपिरियन्स है यता। हेलो, म चाहिँ के भन्छु भन्दा नि जो चाहिँ घरमै बसेर अब हजुर सक्दिनँ होला ट्र्याक होइन, साह्रो पर्छ भन्नेहरूलाई चाहिँ मेरोबाट एउटा तपाईँकै अगाडि चाहिँ एउटा इक्जाम्पल हेर्नुहोस् त। हाम्रै साथीहरू हो हजुर, उहाँहरू है, उहाँहरू गाडीहरू बोकेर हेर्नुहोस् त, हामी सँगसँगै हिँडिरहेको छ। हजुर। सो घरबाट निस्किनुहोस् होइन, यो कुराहरूलाई इन्जोय गर्नु सक्नुहुन्छ तपाईँहरूले पनि। एकदमै मजा आइरहेछ। हामीहरू भर्खर वकिङमा खाजाहरू खाएर है, हामी जस्तै 1 किलोमिटर जस्तो माथि आइसक्यो है। अब यहाँदेखि छौका कति पनि छैन रहेछ। त्यहाँदेखि हामी छौकामा गएर है आज हल्ट हुनेछ है। तपाईँहरूलाई अघिदेखि भन्दैछु छौका चाहिँ कस्तो रहेछ भनेर आज अब भरे देखाउनेछ। कति मजा आइरहेछ एलिया सरलाई कि यहाँ हामी निकै माथि आइपुगेछ। उहाँ त एकदम फ्रेस क्या, पसिना पनि आउँदैन रहेछ। उहाँ चाहिँ एकदम मजा आइरहेछ है। तपाईँलाई कतिको मजा आइरहेछ? एकदम मजा आइरहेछ तर पुरा थाक्यो है बाटोले गर्दा। बाटोले गर्दा यो ब्यागले गर्दा ब्यागमा चाहिँ के बोकेछ यस्तो चाहिँ खानेकुरा बोकेको छ क्या माथि गएर खाने। माथि गएर उसको चाहिँ माथि गएर एडभर्टाइजमेन्ट ए हो, चौकामा गएर कति एक्सर्साइज छ माथि जानु लागि। एक्साइटेड छु तर हरेस पनि लाग्दैछ। हरेस लाग्दैछ, हरेस खानु भएन नि, एकदम एनर्जी चाहिँ आफै बुस्ट गर्नु पऱ्यो। उहाँलाई कस्तो लाग्दैछ हाम्रो चाहिँ हो? एकदम दामी भइरहेछ, मजा आउँदैछ। कतिको कठिन लाग्यो तपाईँलाई यो रास्ता? ठिकै लाग्दैछ। अझै त आइपुगेकै छैन है? आइपुग्न आँट्यो है, एकदम फ्रेस छ नि उहाँ त। हेर्नुहोस् त अझै कुद्नु भन्यो भने पनि 100 मिटर त एकैतालमा। तपाईँलाई कति मजा आइरहेछ? उता भाग्नु हुँदैछ उहाँ त क्या, भिडियोमा आउनु मन परेको छैन क्या? थाकेर कतिको थाक्यो? 100मा 50%। अन्त 50 अझै माथि त निकै छ त। अन्त फेरि रिबिल गर्ने एकदमै मजा आइरहेछ भनेपछि ल माथि चौकामा भेटौँ। हुन्छ।
10 बजी आएर है कति बजी छोका पुग्यो भने चाहिँ हामीहरू सरी छ 6:15 टक्कै 10 बजीदेखि घन्टा बेसी हिँडेछौँ 8 घन्टा बेसी हिँडेछ हो। हामी चाहिँ अब फाइनल्ली डेस्टिनेसनमा पुग्दैछ, जुन चाहिँ आजको डेस्टिनेसन। यहाँ टक्कै हामी चाहिँ यहाँ आइपुग्यो मजाले हो। उहाँहरू चाहिँ अघि आउनु भएको थियो, उहाँहरू आएर सब्जी काट्नु हुँदैछ। हाम्रो लागि एकदम रेडी, चियासियाहरू पनि अघि बनाइदिनु भएको छ भन्दै थियो। यहाँ हाम्रो चिफ चाहिँ